नमस्कार सबैजनालाई। आज म सोइल मेकानिक्सको यो डिटर्मिनेसन अफ कोफिसिएन्ट अफ कन्सोलिडेसन बाई लोगरिथमिक टाइम मेथड र स्क्वायर रुट अफ टाइम मेथड यो चाहिँ बाट कसरी हामी निकाल्ने सिभीको भ्यालु त्यो चाहिँ आज हामी सिक्न गइरहेछौँ। त सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ, यो लोगरिथमिक टाइम मेथडमा चाहिँ के हुन्छ भने टाइम र डिफर्मेसन बिचको ग्राफ हो। यो टाइम र डिफर्मेसन बिचको ग्राफ हो। अब कति टाइममा कति डिफर्मेसन हुने भयो त्यो चाहिँ मेन कुरा बुझ्नुपर्छ हामीले। त यसमा मेनली चाहिँ के हुन्छ भने सबभन्दा पहिला मैले T1, T2, T50 यो डिफ्रेन्ट टाइमहरू हो हाम्रो। अब T1 टाइम पछि T2 टाइम T50 भनेपछि टाइमहरू बढाउँदै जाने अनि के हुन्छ त डिफर्मेसन पनि अब हामीले हेर्नुपर्छ। त यसमा मेनली चाहिँ के छ भने यो इन्क्रिमेन्टल लोडिङ ल्याब टेस्ट हो हैन। यसमा हाम्रो यो ल्याबमा गरिन्छ जेनरली र यसमा प्रोसिड्युर के हो त, पहिला त हामी के गर्छौँ, एक्सटेन्ड द लाइन पोर्सन्स अफ प्राइमरी एन्ड सेकेन्डरी कन्सोलिडेसन्स हैन। प्राइमरी कन्सोलिडेसन र सेकेन्डरी कन्सोलिडेसनको लाइनलाई पहिला हामीले एक्सटेन्ड गर्छौँ यो ए पोइन्टमा मिट गराउनको लागि। अनि ओर्डिनेट अफ ए इज रिप्रेजेन्टेड बाई यो ए को ओर्डिनेट हैन, यो जुन भर्टिकल जति छ हाम्रो डिफर्मेसन यिनीहरू के हुन्छ त ओर्डिनेट हुन्छ हाम्रो। र यो D100 भनेको के हो त 100%मा कति डिफर्मेसन भयो हैन। डिफर्मेसन भयो, डिफर्मेसन भनेको कुनै पनि चेन्जेस आयो कुनै पनि बडीमा भने कुनै पनि बडीको सेप साइज अथवा केही कुरामा चेन्जेस आयो भने त्यसलाई डिफर्मेसन भनिन्छ। त कन्सोलिडेसनमा को मिनिङ के हो भने जेनरली हामी कुनै पनि बडीमा चाहिँ स्ट्रेस लगाउँछौँ भने त्यसमा हाम्रो के हुन्छ, त्यसको मा कम्प्रेसन हुन्छ, त्यसको चाहिँ हाम्रो वाटर त्यहाँबाट चाहिँ हाम्रो डिक्रिज हुँदै जान्छ हैन। सोइलमा कुनै पनि लोड लगायो भने त्यसबाट पानीहरू हामीलाई डिक्रिज हुँदै जान्छ, त्यसलाई हामीले कन्सोलिडेसन प्रोसेस भन्छौँ हैन। त अब यसमा जेनरली पहिला T1, T2, T50 यसरी मैले बनाएँ अनि D100, D30, D0। सबभन्दा पहिला हामीले यहाँबाट चाहिँ भर्टिकल लाइन यता तान्छौँ, यता पनि भर्टिकल लाइन तान्छौँ, यो पनि भर्टिकल लाइन तान्छौँ। अनि यो डिफर्मेसनबाट होरिजन्टल लाइन तान्छौँ, D100 बाट D30 बाट होरिजन्टल लाइन तान्छौँ। र यो भर्टिकल र होरिजन्टल लाइन कता कता मिट भएको छ हैन। एउटा यता मिट भयो, एउटा यता भयो, यता भयो, यता भयो। अब यो पोइन्टबाट एउटा मैले ग्राफ बनाउँछु हैन। अनि यो जुन टाइम जुन छ हाम्रो T1 र T2 यो चाहिँ हाम्रो कर पोर्सनमा हुन्छ। यो T1, T2 हामी टाइम कसरी लिन्छौँ भने यो T1 जुन टाइम लिन्छौँ त्यसपछि T2 जुन लिन्छौँ, T2 टाइम जुन छ T1 टाइमको 4 गुणा बढी हुनु पर्यो। जस्तै यो T1 टाइम मेरो 10 मिनेट लियो भने T2 टाइम मेरो कति लिनु पर्यो, 4 गुणा बढी भनेको 40 मिनेट लिनु पर्यो हैन। त्यसरी अब हामीले लिनुपर्ने हुन्छ। अनि T50 भनेको 50% कन्सोलिडेसनको टाइम हो यो। अनि यसमा चाहिँ मेनली के कुरा बुझ्नु पर्यो भने अब हाम्रो T2 देखि T1 सम्म चाहिँ कति डिफर्मेसनको चेन्ज कति आयो हैन। डिफर्मेसन भनेको कन्सोलिडेसनको चेन्ज कति आयो हैन। अब हेरौँ, यहाँबाट मैले भर्टिकल लाइन यता तानेको छु हैन, यो T2 भयो अनि यो चाहिँ भर्टिकल लाइन T1 भयो। अब यसको यताबाट होरिजन्टल लाइन जुन मैले ताने यो T1 को लागि भयो अनि यो चाहिँ T2 को लागि। T1 र T2 बिचमा चाहिँ हामीलाई डिफर्मेसनको डिफरेन्स कति आएको छ भनेको यता जति डिफर्मेसन भयो नि, यता T2 टाइममा जति हामीलाई डिफर्मेसन हुन्छ T1 टाइममा त्यति डिफर्मेसन हुँदैन, अलिकति केही त चेन्जेस आउँछ कि। त्यो चेन्ज इन डिफर्मेसनलाई के भनेको छ एक्स हैन। त यसको लागि चाहिँ हामीले एक्स मानेको छ। त एउटा होरिजन्टल लाइन DE मैले बनाउँछु सच द्याट भर्टिकल डिस्टेन्स बिट्विन BD इज इक्वल टु एक्स।
होरिजेन्टल लाइन मैले के बनाउँछु एउटा, अब यो पोइन्टबाट मैले होरिजेन्टल लाइन एउटा डिई बनाएँ। यो चाहिँ के हुन्छ ताकि हाम्रो भर्टिकल डिस्टेन्स बिट्विन बिडी भनेको के हुन्छ त, बिडी बिचमा पनि भर्टिकल डिस्टेन्स हुन्छ हाम्रो एक्स। यो पनि हाम्रो के हो त, अब यहाँदेखि यहाँसम्ममा कति डिफर्मेसनमा चेन्जेस आयो होइन, भनेको कुनै पनि सोइलमा लोड लगायो भने के हुन्छ, त्योबाट कति पानी बाहिर निस्कियो, अनि पानी बाहिर निस्केपछि त्यसमा केही डिफर्मेसन आउँछ माटोमा, त्यो चाहिँ हाम्रो डिफर्मेसन हो। त त्यो डिफर्मेसनको चेन्जेस यहाँदेखि यहाँसम्म एक्स मानिएको छ होइन। अनि त्यसपछि अब यसमा चाहिँ हाम्रो ओर्डिनेट अफ पोइन्ट एफ अन द कोअर्डिनेसन कर्व रिप्रेजेन्ट्स द डिफर्मेसन एट 50% प्राइमरी कन्सोलिडेसन एन्ड एफसिसा रिप्रेजेन्ट कोरस्पोन्डिङ टाइम T50 होइन। अब पोइन्ट एफमा हामी हेर्न सक्छौँ भने, अब पोइन्ट एफमा चाहिँ हाम्रो के भइरहेछ, पोइन्ट एफ अन द कन्सोलिडेसन डिफर्मेसन एट 50%, यो चाहिँ मेनली यता हुनुपर्ने हो। 50%मा हाम्रो कन्सोलिडेसन यो यताबाट हुन्छ मेनली, यो T50 यता हो। यो 50%मा 50% कन्सोलिडेसनमा चाहिँ हाम्रो के हुन्छ, कोअर्डिनेट जुन हाम्रो पोइन्ट एफमा छ, त्यो पोइन्ट एफमा चाहिँ हाम्रो डिफर्मेसन जुन छ 50% कन्सोलिडेसनमा भयो होइन। त त्यसैले यो एफसिसा जुन छ T50मा हाम्रो हुने भयो, T50मा कन्सोलिडेसन हुने भयो, त 50% कन्सोलिडेसन हुने भयो। त अब यसको लागि 50% कन्सोलिडेसनमा हाम्रो टिबीको भ्यालु, हाम्रो यो चाहिँ टिबीको भ्यालु कसरी आयो भने, यो चाहिँ हाम्रो ल्याबमा हामी जुन एक्सपेरिमेन्ट गऱ्यौँ नि, त्यहाँबाट चाहिँ हामीले टिबीको भ्यालु के पायौँ 0.197। तब हामीलाई थाहा छ टिबी इजिकल टु सिभी इन्टु टी बाई डी स्क्वायर हुन्छ, अनि यहाँबाट टी इजिकल टु टिभी इन्टु डी स्क्वायर बाई सिभी हुन्छ होइन। यहाँबाट सिभी इजिकल टु हुन्छ, यो यता गयो टिभी इन्टु डी स्क्वायर बाई सिभी हुन्छ। त अब सिभीको भ्यालु 0.197, अनि T50 त तल छ, अनि यो डी स्क्वायर चाहिँ माथि जान्छ। त यति हामीले यो 50% कन्सोलिडेसनमा हामीले टाइम निकालेर चाहिँ सिभीको भ्यालु हामी निकाल्न सक्छौँ क्या। ल साथीहरू, यो भिडियो चाहिँ सक्यो।